guys, welcome back to new video. So सबैजना सन्चै आरामै हुनुहुन्छ होला र हामीले नजिकहरू पाइन्छौँ। सो आज चाहिँ हामी 6 जना केटाहरू भएर चाहिँ हामी बमगा डाँडोतिर हिँडेको घुम्नको लागि। सो अहिले चाहिँ हामी जाँदैछौँ, टक्क लाएर बाटोमा छौँ। पछाडि केटाहरू छन्, हामी चाहिँ विजय र मोहन र विजय सो हामी चाहिँ जाँदैछौँ। अब टक्क लाएर बमगातिर गएर भेटौँला। हामी चाहिँ अहिले ट्याक्क यहाँ बमगा कोट डाँडामा आइसक्यो। देख्न सक्नु तपाईँले यहाँ बमगा कोट लेखेको। सो यहाँबाट चाहिँ दामी खालको भ्यू देखिँदैछ। हाम्रो केटाहरू लिएर आएको के कस्तो छ माथि मन्दिरतिर पनि हामी हेर्छौँ होइन। हामी त्यहाँ टक्क लाएर अनि सर यतादेखि नै आइरहेछ त कताको बाटो हो यो। तँ देखेको थिएँ यहाँ पहिला केटा पहिला आएको थिएँ त कोसँग गर्लफ्रेन्डसँग हो बल्ल त बाटो सब थाहा थियो फेरि थाहा थियो त्योसम्म त आएको थियो। ल ठिक छ ए सबै देखिँदै चाहिँ यहाँ त यो कता गाउँ हो रेडीकै हो त्यो हाम्रो रेडी हो। ल हामी चाहिँ माथि मन्दिरतिर प्रस्थान गर्दैछौँ। टक्क लगाएर केही छैन बमगा गोठ डाँडा के हो यो टोयलेट हो क्या? टोयलेट रहेछ यहाँ राम्रो टोयलेट टोयलेट सफा गर्ने केटाहरू। ल दामी खालको मन्दिर रहेछ यहाँ चाहिँ। यो किन उल्टे लेख्यो होला? मन्दिर रहेछ एउटा यस्तो ट्रान्समिटरहरू रहेछन्। This is Bomga Kot. Oh, it's all guys. क्या दाम देखियो डाँडाहरू गाइज बवाल देखियो। यो ठाउँ कुन हो? यत्रो टिमो त बुढै चिल्लो बनाएर लगायो। त्यो ठाउँ कुन हो यो विशाल? जिममा जे भन्ने नि हुन्छ हो के मिर्ग खोइ इ बारिया ओ बारी मिर्ग त गाइस तोरीले मिर्ग खायो तोरीले मिर्ग खायो उल्टा भन्दैको के यार यो त 10-12 किलो यो रिममा रहेछ। उ त पारीको फेरि हैन उ यो के अरे रूपाकोट यो भयो यो रूपाकोट यता रूपाकोट अरे रे 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 बवाल रहेछ ठाउँ त। लिङ्गा 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 हैन के लिम्गा दामी हो त है ठाउँ त। उ त भार्से डाँडो हो क्या न त्यो फेरि भार्से डाँडो यो माथि हो यो भार्से डाँडो रहेछ। ल भार्से डाँडो हो यहीँ डाँडो रहेछ भार्से डाँडो है। हिमालयमा ठ्याक्कै देखिँदैछ यहाँबाट त दामी खाएको। सुमन सर केही भन्नु छ? मलाई केही छैन, म भार्से जान चाहन्छु। भार्से जान्छ नभए पनि भोलि पर्सि यहाँ एक न एक दिन त जानी हो। तपाईँलाई के भन्नु चाहनुहुन्छ सुरेश सर? मलाई ठिकै छ। हेलो क्यामेराम्यान सर। ओए ओ हेलो क्यामेराम्यान सर।
दुई चार शब्द के भन्न चाहनुहुन्छ? के नसोचेको भन्दा राम्रो हुन्छ त्यही होला। नसोचेको भन्दा राम्रो रहेछ नि, सोचेको भन्दा राम्रो रहेछ भन्नु न। नसोचेको भन्दा यो डाँडो फेरि यो डाँडो कुन डाँडो? यो र म गएको यसमा, यहाँ गएको सत्यवती बजेको। हामी चाहिँ यहाँ बसेर मस्त केटाहरूले भ्यूको आनन्द ल्याउँदैछन्। म चाहिँ यता बस्नु पर्यो, मैले यताको भ्यूको आनन्द ल्याउँछु। सुरेश सर बबाल छ रहेछ ठाउँ चाहिँ ठिकै हो अनि तर सबै ठाउँ देखिँदैछ छ्याक्क तरिकाले। नयाँ ठाउँमा आइयो आज, उहाँ थिएन नि अहिलेसम्म यहाँ। नयाँ ठाउँमा आइयो त यहाँ नयाँ एक्सपिरियन्स। टक्क लाएर दुई चारवटा फोटोसोटो हान्ने अनि यहाँको भिडियो सिडियो गराउँछ नि अनि गइहाल्ने। ल ठिक छ। सो गाइज हामी चाहिँ यता मन्दिरतिर घुम्दैछौँ। हाम्रो मन्दिरको पुजारी बाजे हजुरले होइन पूजा गर्ने? कुन देवताको मन्दिर अरे? भैर देवताको मन्दिर। ल ठिक छ। मेला पनि लाग्छ लाग्छ असोजको नयाँ लाग्छ पौडीमा। हजुर चैते दसैँ अब यो मङ्सिरको नयाँ मङ्सिर नगीमा लाग्छ। ल ठिक छ। मङ्सिरको नयाँमा चाहिँ सबैजना बमगा कोट आउनु होला। यो भैर देवता भैरथान मन्दिरमा चाहिँ मेला लाग्दो रहेछ। विशाल सर मङ्सिरको नयाँमा हामी नै आउने। ल सबैजना आउनु होला बमगा कोट। रुरु हो यो भने के रुरु कति हो? रुरु छ बमगा रिमुवा बमगा। ल हामी चाहिँ अब टक्कै त मन्दिरतिर फोटो भिडियो हान्दैछौँ होइन। हाम्रो केटाहरू पनि त पुरै हामी तारमा फोटो खिचिरहेछौँ। ल हामी चाहिँ मन्दिर सन्दिर चाहिँ घुमेर भइसक्यो। केटाहरूको भिडियो फोटो पनि दामी दामी निकालिदिइसक्यौँ। अब टाटा बाई बाई भैरथान मन्दिर। अब चाहिँ हामी सल्लगलाहरू त्यो पारि त्यो रानीले ढुङ्गा काटेको ठाउँमा जाँदैछौँ। टक्कला जुत्ताको हालत चाहिँ यस्तो छ गाइज आज बाइकमा आउँदाखेरि जुत्तै नधोएर मैले त यसो टक्क लाएर अब हामी चाहिँ पारि डाँडोतिर जान्छौँ। अन्त केटाहरू नुहाउँदै गएर बसिसक्यो हामी। देउराली देवीलाई धजा चिताको तपाईँलाई हाम्रो त्यो पारि चाहिँ रानीले काटेको ढुङ्गा कि जानु पऱ्यो। केटाहरू चाहिँ आउँदैन त्यतिर खास त लागेन मलाई। डाँडाबाट अलिकति ठाउँहरू चाहिँ भ्यूहरू टाढाको देखिन्छ। त्यहीँ भएर अलिकति राम्रो देखिन्छ। नत्र त्यति स्पेसल खालको चाहिँ स्पेसल चाहिँ केही छैन। मन्दिर रहेछ एउटा दामी, त्यो चाहिँ बबाल ठिकै छ। अनि सबभन्दा मेन पोइन्ट भनेको यहाँ चाहिँ भ्यू राम्रो देखिँदैछ यताउति पारिको, त्यो चाहिँ ठिक लाग्यो। अब त्यहाँ अन्त फेरि यता जान बाँकी छ, यतातिर फेरि अन्त खतरा छ के थाहा। त्यहाँ रानीले काटेको ढुङ्गा छ अरे, जाम गइदिउँ हेरिदिउँ होइन र। जुनेली रातै सिडी उता गरेर देखाउँछु त ल रुक्ने। अहिले चाहिँ हामी बमगाको रानीले काटेको ढुङ्गाको ठाउँमा आइसकेका छौँ। तर बरबारै रहन्छ कि हामी रानीले काटेको तपाईँलाई म देखाउन जाँदैछु। अब रानीले काटेको शिलामाथि नबसिदिनु होला अरे। ओहो ल रानीको तरर पनि कति ठुलो होला गाइज। यहाँ ओहो यो साक्षी काटे जस्तो है, तलैसम्म त काट्यो नि, छ्याक्कै काट्छ नि यहाँ है यस्तो पाराले। बाबा यहाँबाट काटेको रहेछ ढुङ्गा है, रानीले काटेको ढुङ्गा भन्दा रहेछ यसलाई चाहिँ। यस बबाले छ। रानी चाहिँ तपाईँ म्यान हो, कुन जन्मको रानी यो तपाईँ, जुन जन्मको भएन अब यस्तो खतरा काम गर्नुभएछ। हजुरको लागि चाहिँ एकदम एक सल्युट हान्दै विशाल, एक सल्युट हान्दा ल। ओ रानीको नाममा
फेरि त्यहाँ मेरी खाएको गरे यार ल अब विशालले चाहिँ रानीले चाहिँ यो कति कौनो युगको रानीले हो यहाँ ढुङ्गा काट्नु भएछ यस्तो उहाँको बहादुरी देखेर चाहिँ हाम्रो विशाल दोस्तले एक सलाम हानिदिन्छ रानीको नाममा ल कडा आयो ल ल ल दिने त हो गरे यार म्यादी हो नि त रिटायर बवाल रहेछ यहाँ चाहिँ ढुङ्गासँग काटेको दामी लाग्यो मलाई एक फोटो हानिदिउँ त गाइज यहाँ यार सर तपाईँहरू यार यत्रो रानीले काटेको ढुङ्गा रहेछ यहाँ हेर त ए बाबा सर्लमै पारिदिएको रहेछ केटाहरूले पताउँदै रानीले काटेको ढुङ्गा भन्छ यसले त एउटा जात पठाएको छैन पता छैन हो यो साला जय हुसेन हो त केला पता सुमन रानीले काटेको ढुङ्गा होइन अरे हेर त हुन्छ नि तरवार जादुवाला रानी जादुवाला थियो अरे के जादु गर्ने अरे लौडा जादु गर्न पनि सक्दैन यत्रो तोड्न यारमा अच्छा वा बाघला अहिलेको युगमा त यस्तो तरवा छैन होला यो ढुङ्गा काटेको हो र नै के पहिलाको युगको पहिलाको चिज अहिले पनि त हुन पर्ने हो नि होइन र चोर रे यार के यहाँ त तरवार सिक्नु तँ तरवार बनाएको तरवार फुट्यो भने ल मलाई भन तर हरिफ काट्दियो यहाँ खै यसले केले काटेको तर रानीले काटेको चाहिँ यहाँ नाम देखान उस्तो जमाना के अरे हो यो चाहिँ ठिक हो होला हो यो चाहिँ हो नेपालीको पानी राखे त्यहाँ राख्दै त्यति भिडियो भाइरल गरे पैसा नि साँच्चै भन् त यस्तो यस्ता फाल्ने चिज हो पैसाको भ्यालु यस्तो हो त पैसा भनेको चिज यो ढुङ्गा चढाउने होइन त चढाउने हो मान्छेलाई चढाउने हो क्या ए मान्छेको चिकन नगर मरेको ठाउँमा गएर केटाहरूले सुन खोज्ने रहेछन् चुरा बरु यहाँ दान पेटी गरेर सुमनले पैसा चढाइदिए पारेको वाले 100 रुपियाँ भेटाएको खोला डुलिरहेको यार मलाई राजा बस्ने कुर्सी अरे फेरि गाइस तपस्या गर्न थालेन हाम्रो केटाहरू जोगिर ए जयो सिन तै जा आनन्दले बस तल चाहिँ यहाँ बमका कोट लेखेको रहेछ ठाउँ रहेछ हामी चाहिँ तल जान थालेको अब टक्क लगाएर केही छैन यहाँ पनि स्कुटी आउनु कता आएको यहाँ त खेल्ने ठाउँहरू पनि रहेछन् ल हामी चाहिँ तल जान्छौँ यसो गर है त गाइज यहाँ चाहिँ दामी खालको फाँट जस्तो रहेछ टक्क यहाँ चाहिँ बमका कोट लेखिसकेको छ होइन हाम्रो केटाहरूको चाहिँ भिडियो बन्दैछ यहाँ भिडियो सुटिङ यो चाहिँ हिरो हो अन्य चाहिँ क्यामराम्यान म चाहिँ साइड एङ्गल खिच्ने मान्छे है ल फाइनली बम उड्न आयो हेरेर हो त्यस्तो बेसी खास त लागेन अलिअलि राम्रो रहेछ यहाँको मेन चिज चाहिँ यहाँको मेन चिज भनेको त्यही भ्यू देखिँदो रहेछ ठाउँ राम्रो अन्त अरू त्यस्तो खास केही छैन हो कि नि रमेश सर हो कि नै सर ठिकै छ त्यस सो दामी छ भ्यू चाहिँ ल हामी चाहिँ यहाँबाट निस्क्यौँ बेर भइसक्यो हामीलाई चाहिँ केटाहरू भोगायो भोक पनि लाग्यो म चार्जर पनि भेट्यो अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ बाई बाई बमका कोट जाम अब भोक लाग्नु थाल्यो यार मलाई कस्तो भयो पनि यो हो दामी आउँछ यहाँ त भ्यू त अन्त बिर्किन्छ यहाँ त दामी पागल काउले सो गाइज हामी चाहिँ बमगातिर घुमेर आइसक्यो टक्क लाएर आउँछ हामी घर जाने बेला भइसक्यो हाम्रो केटाहरू चाहिँ यता छन् रात परिसक्यो सो व्यवस्थापन हुन्छ भेटौँला गाई बाहिर